ओहो, कस्तो टिलिक्क टल्किएको निलो गुलाबी घाँस। आँखै टट्टाउने भयो है। यस्तो अचम्मको घाँस त बादलमा पनि नहोला। मलाई त निलो गुलाबी र गुलियो दुवै असाध्यै मनपर्छ। निलो रे? आँखाको रङ्ग छुटेको हो कि के हो गधा? घाँस त हरियो हुन्छ नि, हरियो। निलो घाँस त बाबुको कथामा मात्रै हुन्छ। के गनगन गरेको हो यो? मेरो टाउको दुख्यो। ओहो बाघ दाइ, हजुरको चस्मामा धमिलो लागेछ क्या हो? म गधा हुँ नि। घाँस त मेरो सुपर स्पेशलिटी हो। गधाको सुपर स्पेशलिटी रे? सुन, घाँस हरियो हो, हरियो। मलाई हिर्काउन बन्द गर। म तिम्रो कुरा सुन्दिन। म सिंह महाराजको मात्र सुन्छु। तिमीसँग कुरा गर्नु भनेको त ढुङ्गामा पानी खोज्नु जस्तै भयो। ल, अब सिंह महाराज कहाँ जाउँ? उहाँहरूले भन्नुहुन्छ। यो हेर बाघ दाइ, हाम्रो सिंह महाराज त त्यहाँ मज्जा लिइराख्नु भएको छ। त्यहीँ जाउँ। महाराज, महाराज कृपा गर्नुहोस्। मैले भने घाँस निलो गुलाबी छ, तर बाघ दाइले हरियो छ भन्नुहुन्छ। उहाँहरूले त मलाई रङ्ग नचिन्ने भन्नुभयो। कति नराम्रो। घाँस निलो गुलाबी नै हो। मैले जिते, मैले जिते। बाघ दाइ, अब थाहा भयो नि? के भन्यो महाराज? यो कसरी हुन सक्छ? यो त मेरो कानले सुनेको कुरा पत्याएन। तर महाराज, घाँस त साँच्चै हरियो हुन्छ नि। आज मासुमा किरा पर्यो कि क्या हो? कहीँ कतै आज बिहानको नास्तामा केही गडबड थियो कि निद्रामै हुनुहुन्छ? डाक्टर कहाँ गएर रेब्यान गुगल चस्मा लगाओ है बाघ दाइ। यो सिंह महाराज किन यस्तो झुट बोल्यो होला? के कारण हुन सक्छ? मलाई राम्ररी सोध्न फेरि जानुपर्छ। राजा भए भन्दैमा जे पायो त्यही गर्न मिल्छ र? आउने चुनावमा त उहाँहरूलाई निकै गाह्रो पार्नेछु। किन गधालाई जिताउनु भयो? कतै गधाको भोट चाहिएको पो हो कि महाराजलाई? मलाई थाहा छ बाघ, तिमीले गधासँग बहसमा जाने गल्ती गर्यौ। कहिलेकाहीँ त मूर्ख र बेकारका कुरामा बहस नै छोड्नुपर्छ। तिम्रो समय अनमोल छ। जित सधैँ अर्कालाई हराएर हुँदैन। कहिलेकाहीँ आफैलाई जितेर पनि जितिन्छ। यो घटनाबाट सिक्नुपर्छ र अगाडि बढ्नुपर्छ। सधैँ माथि हेर, साना कुरामा नअल्झ। तिमी को हौ र कोसँग बहस गर्दैछौ भन्ने कुरा बुझ्नुपर्छ नि। आफ्नो मान राख्नुपर्छ। तिम्रो शक्ति र बुद्धि ठुला कुराका लागि हो, ससाना कुरामा बर्बाद नगर। म राजा हुँ, तर मैले पनि हरेक कुरामा बहस गर्दिन, किनकि सबै बहस जित्नै पर्छ भन्ने हुँदैन।